सो साथीहरू सबैजनालाई स्वागत छ मेरो आजको सानो मिनी ब्लगमा। मेरो ब्लग चाहिँ सुरु हुन्छ मेरो ओछ्यानबाट है त साथीहरू। मैले चाहिँ मेरो ओछ्यानहरू टक्क टुक्क यताउता मिलाइसकेपछि म लागेँ नुहाउनतर्फ। मलाई चाहिँ अलिअलि ज्वरो अनि रुगाखुकी लागेको हुनाले चाहिँ बुढालाई तातो पानी तताइदिनु है भनेकी थिएँ। तातो पानी चाहिँ तातिसकेँ, म लागेँ बाथरुमतिर, नुहाइसकेँ। अब मैले चाहिँ है नुहाइसकेपछि चाहिँ कपाल सुपाल निचोडेँ अलिअलि मैले टाउकोबाट। निचोडिसकेपछि घाममा सुकाएँ कपाललाई। यता मेरो छोरी चक्लेट खाँदै थिइन्, म लागेँ कामतिर। कामसम्म सकाएर आइसकेपछि चाहिँ बुढाले तरकारी काट्दै हुनुहुन्थ्यो। तरकारीमा अलिअलि मैले हात सघाइदिएँ। त्यस पछाडि लागेँ म आफूलाई तातो पानी तताउन। तातो पानीमा चाहिँ मैले अदुवा कुटेर हाल्नुपर्छ, किनभने मलाई रुगाखोकीले लास्टै सताइरहेको छ। यो घाँटीलाई सन्चो बनाउँछ, किनभने भोलि म काममा जानु छ। त्यस पछाडि लाग्यो साथीहरू म चाहिँ अब तातो पानी खान। तातो पानी चाहिँ लास्टै कडक थिएँ साथीहरू, लास्टै भन्दा मैले लास्टै कडक थियो, किनभने तातो पानीमा मैले अदुवा हालेकी थिएँ। अब लागेँ म फेरि त्यहाँ लुगा धुन। मेरो चाहिँ हप्ताभरिको लुगा धुनु थियो साथीहरू। मैले चाहिँ सन्डेमा लुगा धुने गरेकी छु, किनभने अरू दिन मेरो टाइम मिल्दैन, म पनि काममा जान्छु। लुगा धुँदै थिएँ साथीहरू। म चाहिँ आज चाहिँ मेरो बुढा र छोरीको लुगा धुँदिनँ, किनभने टाइम भन्नाले म पनि काम गरेर थाकेर आएको, उहाँले आफै नै धुनुहुन्छ लुगा चाहिँ। लागे फेरि म साथीहरू अब खानामा चाहिँ त्यस्तो स्पेसल केही पनि छैन। दाल छैन, तरकारी र भात छ, दही छ, दहीसँग खाइसके पछाडि लागे फेरि म छतमा मेरो लुगाहरू सुकाउन। छतको भ्यू चाहिँ यस्तो दामी साथीहरू, आकाशमा यस्तो दामी सेतो बादल देखिरहेको थियो। त्यो बादल सँगसँगै रमाउँदै मैले चाहिँ आफ्नो लुगाहरू सुकाएँ। लुगाहरू सुकाइसकेपछि चाहिँ म चाहिँ अलिअलि गीत गाउँदै हेर्नु न कपडाको बिचबाट टक्क हिरोइन कसरी आएँ है त। आजको मेरो मिनी भ्लग, सानो छोटो मिठो भ्लग यति नै सकिन्छ साथीहरू। बाई बाई सबैजनालाई, नमस्ते।